फेरि पनि स्वागत गर्न चाहन्छु दोस्रो भिडियोमा। र दोस्रो भिडियो हाम्रो यहाँ सुजनजी हुनुहुन्छ, उहाँ गुनास टिप्नको लागि बुट्टामा चढ्नु भएको छ। र अलि यता घामको उजेल परेर हामी देख्न सकेनौँ। एकछिन सङ्घर्ष गर्नै पर्ला जस्तो छ। गुनासको हाँगो अलि कमजोर हुन्छ अरे, अलि ख्याल गरेर टिप्नु होला। लट्ठी पिन पायो लट्ठीको कहाँ खोज्नु। हाम्रो बाइक यो रहेको छ। अहिले हामी यो बाइकको सफर गरेका थियौँ। अहिले देख्न पाइएन। अब बाइकको नम्बर अब कहीँ सुजनलाई अब कतै लैजानु पऱ्यो भने बाइकको नम्बर पनि टिपिहाल्नुहोस्, उहाँलाई फोन पनि गर्नुहोस्, फोन नम्बर पनि दिइहाल्छु म। खै उहाँले हाँगा माग्नु भएको छ, अब एउटा हाँगा दिने भन्दै हुनुहुन्छ। हेरि यी तपाईँलाई देखाउँदै हाँगा दिँदैछु, लाउनुहोस्। धन्यवाद। हाँगा दिनुभएकोमा किरणजीलाई धेरै धेरै धन्यवाद। धन्यवाद धन्यवाद। हामीले नटिप्नु फुल कोपिला नचिन्नु पाप लाग्दछ भनेर के गर्नु, गुराँसको फुल टिप्नै पर्यो। गुराँस अलिक कच्चो हुन्छ फेरि हेर्नुहोस्, अन्त झ्याम्मा हाल्नुहोस्, म च्याप्प छोप्छु। ओहो जम्मै भरल भुरुल भयो यार, यस्तो त कामै लाग्यो नि। वाउ, उहाँले टिप्नु भएको छ गुराँसको फुल। वेस्ट वेट वेट, उहाँले क्याच गर्नु हो। क्याच तपाईँको देख्न सक्नुहुन्छ गुराँसको फुल। नेपालको राष्ट्रिय फुल गुराँस हामीले टिपेर अहिले हाम्रो सामु राखिसकेका छौँ। र तपाईँहरूलाई मैले फर्स्ट भिडियोमा भनेको थिएँ गुराँस फुल अवश्य टिप्नु थियो भनेर, र अहिले म टिपेरै देखाएँ। ल हेर्नुहोस्। ल अब तपाईँ झर्नलाई म अनुरोध गर्दछु। गुराँसको फुल लिएर हामी अब दैलेखको यात्रातिर अगाडि बढ्दैछौँ। हाम्रो पाइलालाई, हाम्रो पाइला होइन, बाइकको टायरलाई अगाडि बढाउँदैछौँ। ओ उहाँले टिपेर आउनुभएको गुराँसको फुल। तपाईँलाई गुराँसको फुल टिप्न जाँदा कस्तो अनुभव भएको थियो? मलाई गुराँसको फुल होइन जसरी भए पनि टिप्ने भन्ने एउटा मेरो ठुलो धोको थियो। हजुर, मैले टिपेँ। तपाईँ यो गुराँसको फुल टिप्न जाँदा धेरै दुःखहरू खेप्नु भयो होला, त्यसमा चाहिँ हाम्रो श्रोताबिनलाई के भन्न चाहनुहुन्छ? गुराँसको फुल टिप्न जाँदा दुःख हुन्छ, तब टिपिएपछि साह्रै आनन्द हो। किनभने जुन 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 फुल मैले टिपेको थिएँ अर्कैले रोजेछ भने मैले जुन फुल मैले टिप्न चाहेको थिएँ तर मैले आफैले टिपेँ। गुड। ल अहिले भने हामी अब दैलेखतिर अगाडि बढौँ। ल किरणजी यो समाउनुहोस्, म उता त्यो समाउँछु। ल तपाईँ बाइक समाउनुहोस्, म गुराँसको फुल समाउँछु। साह्रै रमाइलो यात्रा भयो हाम्रो। त्यही हामी साह्रै रमाइलो यात्रा गरियो र आजको यो यात्रा बडा रमणीयका साथ अलि जाडो पनि भएको छ। अलि ज्याकेट ल्याउन अलि ज्याकेट नल्याउनको कारण अलि जाडो पनि फिलिङ भएको छ। हामी चाहिँ अब नेपालगञ्जको गर्मीमा बसेको, जाडो होला नि हामीले ख्यालै भएन। गुराँस चाहिँ फुल बनैमा अहिले डाँडा काँडा सबै देख्छौँ।